नेपाली सेनाले महाशिवरात्रि तथा 263औं नेपाली सेना स्थापना दिवस फागुन 3 गते सैनिक मञ्च टुणीखेलमा सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच भव्यताका साथ मनाएको छ। उक्त समारोहमा उहाँले सैनिक स्मारकमा पुष्पहार चढाई वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथवृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरू, अन्य विशिष्ट व्यक्तिहरू, आमन्त्रित पाहुनाहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेनाको हेलिकप्टर तथा ड्रोनद्वारा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 263औं वार्षिक उत्सव अंकित ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो। समारोहकै अवसरमा श्री नम्बर 1 बाहिनीपतिको नेतृत्वमा रहेको बणाई कवाजले नेपाली सेनाको प्रतीक चिन्ह षड्कोणभित्र त्रिशूल र डम्बरू, राष्ट्रिय झण्डा तथा आर्मी डेको आकृति निर्माण गरी राइफल बणाई तथा तोपबाट लहरे र एक कठा बणाई गरिएको थियो। सो अवसरमा बाहिनीपति टोली, नेपाल क्याभलरी, पौराणिक कालमा लडाईँहरूमा प्रयोग गरिने हात हतियार सहित बटुक दलगण, शार्दुल जंग गुल्म, रणभैरव गण, पुरानो गोरख गण, फर्स्ट राइफल गण, नरसिंह दल गण, गोरखकाली गुल्म, सैनिक ब्यान्ड, विभिन्न युद्धक, युद्ध मद्दती बाहिनीहरू र युद्ध सेवा मद्दती युनिटहरू, शान्ति सेनामा तैनाथ हुन जाने फौज, त्रिभुवन आर्मी क्लबका सैनिक खेलाडीहरू तथा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राद्वारा मार्च पास्ट समेत प्रस्तुत गरिएको थियो। समारोहमा नेपाली सेनाको जिम्मेवारी तथा गतिविधि झल्किने गरी आर्टिलरी तथा हवाई सुरक्षा सम्बन्धी हतियार तथा उपकरण, आर्मोर प्रोटेक्टिभ सवारी साधनहरू, संयुक्त राष्ट्र संघीय शान्ति कार्य मिसन क्षेत्रमा प्रयोग गर्ने सवारी साधन तथा उपकरणहरू, विशेष सैनिक कारबाहीहरूमा प्रयोग गर्ने प्रविधि तथा हात हतियारहरू, कम्ब्याट इन्जिनियर्स उपकरणहरू, सैनिक सञ्चार उपकरणहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षामा नेपाली सेनाको गतिविधि झल्कने प्रदर्शनी, विपद, खोज तथा उद्धारमा प्रयोग हुने विविध उपकरणहरू र विकास निर्माणमा प्रयोग गर्ने उपकरणहरू, मोबाइल फिल्ड अस्पताल, विद्युतीय सवारी साधनमा रूपान्तरित सवारी साधनहरू र नेपाली सेनालाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरूप उत्पादन गरिएका सैनिक सामग्रीहरू झल्कने ब्यानर समेत प्रदर्शन गरिएको थियो। यस्तै विभिन्न सैनिक कलाहरू अन्तर्गत टेक्वान्डो, खुकुरी ड्रिल, जुडो र सुट टु किल संयुक्त रूपमा प्रदर्शन गरिएको थियो। त्यसैगरी शिवताण्डव तथा नेपालको नक्साको आकृतिमा 7वटा प्रदेशको संस्कृति झल्कने नृत्य प्रदर्शन समेत गरिएको थियो। नेपाली सेनाले हाम्रो देशको पहिलेदेखि नै चलिआएको संस्कृतिहरूलाई अझै पनि गुमाउन दिएको छैन, झल्काउँदै छ अझै पनि, जुन चाहिँ हामीले एकदमै गौरव गर्न सक्ने कुरा हो। र हाम्रो वन्यजन्तुको संरक्षणको लागि चाहिँ सेनाहरूले चाहिँ कस्तो भूमिका खेलेको रहेछ हैन, आपद विपदको समयमा चाहिँ नेपाली सेनाले कसरी काम गर्दो रहेछ भन्ने कुरा चाहिँ प्रत्यक्ष रूपमा देख्न पाएँ। यसको लागि चाहिँ यहाँ सबैजनालाई धेरै धन्यवाद। सेना भनेको खाली लडाइँको लागि भनेर बुझिन्थ्यौँ, यो एकदम गलत रहेछ भन्ने आज एकदम बुझ्ने मौका पायौँ। त्यसको लागि हजुरहरू सबैलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। विदेशमा जाँदाखेरि त्यहाँ देख्छौँ नेपालको सेना भनेको सबैभन्दा यो ग्राउन्ड वारमा चाहिँ सबैभन्दा राम्रो मानिने रहेछ। त्यसको लागि चाहिँ नि हजुरहरू सबैलाई एकदम धन्यवाद दिन चाहन्छु। प्रकृति संरक्षण अनि त्यसपछि विभिन्न विपदको बेला उद्धार गर्ने अनि त्यसपछि जनताको हितका लागि काम गर्ने संस्था भनेर हामीले यो कार्यक्रमबाट बुझ्न सक्यौँ। यसका साथै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मित्र राष्ट्रहरू भारत, बेलायत र संयुक्त राज्य अमेरिका तथा नेपाली सेनाका सैनिक ब्यान्डहरूले सांगीतिक प्रस्तुति गरेका थिए।
यस्ता प्रकारका कार्यक्रमहरूमा मित्र राष्ट्रहरूका सैनिक ब्यान्ड आई सांगीतिक प्रस्तुति दिने र नेपाली सैनिक ब्यान्ड पनि विभिन्न मित्र राष्ट्रहरूमा गई सांगीतिक प्रस्तुति दिने प्रचलन रहेको छ। Our experience performing during Nepali Army Day this year has been truly memorable and inspiring. Joint performances between the Indian and Nepali Army Band symbolize friendship, trust and dignity and unity, reinforcing military diplomacy in a very humane and emotional way. Today's programme, having the shared stage with the Nepali Army Band and the Band of Brigade of Gurkhas, shows our mutual respect between both nations, and musically the shared performance is pretty special. This is our third year performing Nepali Army Day. Performance like this helps displays cooperation, helps displays peace, helps display and bridge the ties between partner nations, between Nepal and the United States. यस्ता सांगीतिक कार्यक्रमहरूबाट मित्र राष्ट्रहरूबीच कूटनीतिक तथा सैन्य सम्बन्ध प्रगाढ हुने विश्वास लिएको छ। समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको वार्षिक पत्रिका सिपाही 2082 विमोचन गर्नुका साथै प्यारासुट फ्रिफल जम्पमा प्रथम हुने प्रमुख सेनानी विवेक विक्रम शाह र द्वितीय हुने हुद्दा रमेश कुमार चौधरीलाई पुरस्कार प्रदान गर्नुका साथै मित्र राष्ट्रहरूका सैनिक ब्यान्ड टोली प्रमुखलाई सम्झनाको चिनो प्रदान गरिएको थियो। सोही अवसरमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलबाट विभिन्न क्षेत्रबाट सुरक्षा तथा सामरिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने गैर सैनिक क्षेत्रका महानुभावहरूलाई प्रधान सेनापति प्रशंसा निशान र कदर पत्रद्वारा सम्मान गरिएको थियो। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 263औं वार्षिक उत्सवकै अवसरमा माघ 29 गते सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलबाट नम्बर 1 विपद व्यवस्थापन गण, नम्बर 2 विपद व्यवस्थापन गण र राष्ट्रिय विपद व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरिएको थियो। साथै उहाँले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता 2082 मा प्रथम हुने उपत्यका पीर्तना र द्वितीय हुने मध्यपश्चिम पीर्तनालाई पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसैगरी प्रधान सेनापति ब्यानर प्रतियोगिता 2082 मा युद्ध गण, युद्ध मद्दती गण र युद्ध गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्र दल गण र इन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गर्नुभएको थियो। त्यसैगरी प्रकृति संरक्षण ट्रफी प्रतियोगिता 2082 मा गुल्मतर्फ प्रथम हुने सेफक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात संग्राम शार्दुल गुल्म तथा गणतर्फ प्रथम हुने चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात नयाँ गोरखगणलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसैगरी प्रधान सेनापति महारथी श्री सिग्देलबाट सेवानिवृत्त भए पश्चात समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने नेपाली सेनाका पूर्व सैनिकहरू अवकाश प्राप्त सिपाही जनक बहादुर विष्टलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, अवकाश प्राप्त हुद्दा अनिल तामाङलाई प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, अवकाश प्राप्त अमलदार राजकुमार आचार्यलाई प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार सम्मान, श्रीमती शान्ति महर्जनलाई प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान र श्रीमती श्वेता नगरकोटी तथा श्रीमती पवित्र बटलालाई प्रधान सेनापति सफल लघुवित्त उद्यमी सम्मान पुरस्कार प्रदान गर्नुका साथै दोसल्ला उडाई सम्मान गर्नुभएको थियो। यसैगरी उहाँले वर्षभरि उत्कृष्ट कार्य गर्नुभएका सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभएको थियो। साथै उहाँले नेपाली सेनामा लामो समयसम्म पुर्याएको योगदानको कदर स्वरूप मानार्थ उपसेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई दर्जानी चिन्हले सुशोभन समेत गर्नुभएको थियो। सेना दिवसकै अवसरमा प्रधान सेनापति महारथी श्री सिग्देलबाट कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गरेका सैनिकहरूको सम्झनामा फागुन 2 गते छाउनी स्थित वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा अवस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो दौरान प्रधान सेनापति महारथी श्री सिग्देल र सैनिक श्रीमती संघको अध्यक्ष श्रीमती नीता छेत्री सिग्देलबाट वीरगति प्राप्त सैनिकका परिवारजनलाई दोसल्ला उडाई सम्मान गरिएको थियो।
सोही दिन उहाँले महाशिवरात्रि तथा सेना दिवस 2082 को उपलक्ष्यमा नेपाली सेनाका सकल दर्जा अवकाश प्राप्त सैनिक, नेपाली सेनामा कार्यरत निजामती राष्ट्र सेवकहरू तथा समस्त परिवारजनमा शुभकामना व्यक्त गर्नुहुँदै जंगी अड्डामा विशेष सम्बोधन समेत गर्नुभएको थियो। हामीले हामीलाई चिन्न, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्न नेपाली सेनाको सैन्य आधार तालिम, अधिकृत क्याडेट आधार तालिम, विभिन्न वृत्ति विकासका तालिमहरू र युनिट निरन्तरता तालिममा नेपाल र नेपालीको इतिहासको अध्ययन अध्यापन गराउन सुरु गरिसकिएको छ र यसलाई थप विस्तार गर्दै पनि लगिनेछ। नेपाल सरकारबाट यही फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भई निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन केन्द्रित गतिविधिहरू गरिरहेका छन्। यस अवस्थामा विभिन्न समूहहरूले विभिन्न क्रियाकलापहरू मार्फत आफू अनुकूलको वातावरण निर्माण गर्न प्रयासरत हुने सम्भावना रहन्छ। तसर्थ आगामी दिनमा विकसित हुन सक्ने परिस्थितिको पूर्व अनुमान र विश्लेषण मार्फत आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था थप चुस्त र दुरुस्त राख्नको लागि यथोचित योजना सहित पूर्व तयारी गर्न र परेको बखत प्रभावकारी रूपमा कार्य गर्न म निर्देशित गर्दछु। महाशिवरात्रि तथा सेना दिवस 2082 के अवसरमा देशभर रहेका नेपाली सेनाका फर्मेसन, युनिट तथा सब युनिटहरूले सर्वसाधारणहरूलाई पनि सहभागी गराई विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। सोही उपलक्ष्यमा कोशी प्रदेश स्थित पूर्वी पृतनामा फागुन 4 र 5 गते फोटो तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी 2082 आयोजना गरिएको थियो। प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विविध क्रियाकलापहरू झल्कने विभिन्न स्टलहरू राखिएको थियो। त्यसैगरी मध्य पृतना, उत्तर पश्चिम पृतना, सुदूर पश्चिम पृतना र सिद्धिबक्सगणले समेत एकता दौड प्रतियोगिता 2082 सञ्चालन गरेका थिए। यस प्रकारका प्रतियोगिताबाट स्थानीय खेलाडीहरूको पहिचान, खेल भावना, अनुशासन एवं सामूहिक एकताको भावना वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ। सेना दिवस 2082 के अवसरमा शान्ति स्थापना कार्यका लागि विश्वका विभिन्न मुलुकहरूमा खटिएका नेपाली सेनाका युनिट तथा सब युनिटहरूका साथै विदेश स्थित विभिन्न सैनिक सहचारी कार्यालयहरूमा समेत विभिन्न कार्यक्रम आयोजना गरी महाशिवरात्रि तथा 263औं सेना दिवस भव्यताका साथ मनाइएको थियो। यसरी देशभक्ति, नागरिकको सेवा र पेशागत निष्ठाप्रति प्रतिबद्ध रहँदै नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ।